Guys, namaste. Back to my channel. It's a long time पछि हैन तपाईहरुसँग आउँदै छु र आज हामी कार्यक्रममा जाँदै छौं कलाकारहरु आउँदै हुनुहुन्छ प्रकाश सपुत अनि अर्को को अरे आउने कलाकार मिलन नेवार अनि हामी यहाँ जाँदै छौं तपाई कहाँ हो नमस्कार उहाँको नाम चाहिँ गोमा सापकोटा हामी कहाँ जाँदै छौं अब हामी प्रोग्राम हेर्न जाँदै छौं प्रकाश सपुतलाई हेर्नलाई तपाईहरु जना तपाईहरु पनि आउनु होला हेर्नको लागि तपाई राम्रो हुनुहुन्छ आज है तपाईको इन्डियन ड्रेस हैन हो नेपाली वा इन्डियन हामीले आज लगाएको छौं हेर्दै गर्नु होला ल ओहो लाइट यो खिच्न नमान्ने भिडियोमा आउनु नमान्ने बागे गर न हेलो कहाँ जाँदै आज हेलो हामी आज प्रोग्राम हेर्न जाँदैछौँ तपाईहरु पनि आउनु होला सबैजना आउनु होला प्रकाश सपुत आउँदै हुनुहुन्छ नेपालदेखि आउनु भइसक्यो अनि हामी जाँदैछौँ आज इन्डियन ड्रेस सोल्टिनलाई कस्तो भयो सोल्टिनलाई दामी देखेछ घुम्नु न गाडी आयो अनि हामी गाडीमा चढ्यौँ यता खाली छ यता यी मान्छे बढिसक्नु भयो अब हामी जान्छौँ हामीलाई नदेख्नु पनि हुनुहुन्छ दादा हेलो भनिदिनु अब वहाँ गएपछि गर्छु ल हामी गाडीदेखि झरेर प्रोग्राममा मैले अर्गनाइजरलाई पनि सोधेको किन ढिलो भनेर टाइममा किन स्टार्ट भएन भनेर हो अहिले अलिकति हल्का डिस्कस परिरहेको ल जाऊ हैन यस्तो बाहिर बसेर हुँदैन ल हामी यहाँ आइपुग्यौँ यहीँनिर हो अब खै यता पो अरे टिकट बुझाउने ठाउँ यता बस्नु भएको छ ए फोटो होइन आउनु भएको छ अनि त्यही मिलन नेवार हो आउनु भएको छ हामी हेर्न आएको यहाँनिर केटीहरू छ यहाँनिर पुरा राम्रो राम्रो भएर आएको छ अझै कोही आएको छैन आज हामी प्रकाश सपुतलाई हाम्रो केटीहरू यहाँ कन्सर्ट हेर्नु भाडे ओडिए अग्नि पहाड तराई खोज लेक बेसीमा विभिन्न किसिमका देवीदेवता यहाँ छ प्रकाश सपुतलाई हेर्न आएको म स्पेसल होइन जाँदा पानी छम्किएर अनुभूति लाग्नु खतरा आएको के त्यस्तै कहिलेकाहीँ गीतहरू गीत मात्रै पनि भन्दैन कहिलेकाहीँ गीतहरू
अचौरी पल मलको कौशीमा बासी तिमीलाई हेर्दा मन मेरो हलचल हो। ओके, one by one गाउँदै जान्छु। हाम्रो विभिन्न तिमी उता म यता प्लिज प्ले गरिदिनु अनुरोध गर्दैछु। ओके हुन्छ प्रस्तुतिमा सिसे कतङ्गन सायद आइतबार छैन, आइतबार ओके। यहाँ राम महारानी कस्तो भइरहेछ? सबैजना कस्तो हैन दामी? किनभने मैले हातपानी पनि गाएको छु, हातपानी नाच्नुपर्छ बोलो भयो सबैजना। म गाउँछु अहिले। सो तिमी उता म यता प्ले गरिदिनु न अनुरोध गर्दैछु टिफिनलाई। थ्याङ्क यू। Thank you so much. वेलकम। नमस्कार सबैजनालाई। सर्वप्रथम बिग ब्रान्ड भन्नु न। नमस्कार। के साह्रो खुसी भएको घाँटी पसिसक्यो। घाँटी पस्यो गाइस। चिच्चाइ त बढी। उत्साहित पनि छु, यो पहिलोपटक इजरायलमा आउने मौका मिल्यो र अलिकति नर्भस पनि छु। सो चिसो पानी फ्रिजको पानी झिकेर खाना पानी रहेछ, तर त्यो पानी 5 घरको मूलको पानी जस्तो यहाँ चाहिँ दामी दामी रक्सीहरू पाउँदो रहेछ, ब्रान्डेड रक्सीहरू हाम्रो गाउँको माइली भाउजूले पारेको छाँग र कोदोको रक्सी जस्तो सुख सुविधाहरू छ, तर छोरी मान्छे भएर कमजोर हुनु हुँदैन भनेर छोरा मान्छे भएर रुनु हुँदैन भन्ने भाव छैन। यहाँ ठुलो ठुलो समुद्र छ, तर हाम्रो गाउँको जस्तो देवताल छैन। हाम्रो एकजना दाइ हामीलाई लिएर आउनुभयो, त्यहाँनिर त्यो इजरायल सेन्टर भन्ने ठुलो बिल्डिङ रहेछ, अनि यस्तो लाग्ने कि हाम्रो देशमा कहिले होला यस्तो ठुलो बिल्डिङ भनेर जस्तो लाग्ने। राम्रो बाटो देख्यो भने पनि ओहो कहिले होला हाम्रो देशमा यस्तो लाग्ने, अनि अलिकति नराम्रो ठाउँ देख्यो भने यहाँ यो गर्दा हाम्रै देश राम्रो जस्तो लाग्ने। जे गर्दा पनि देशको याद आउँछ कि आउँछ भन्नुहोस् त। सो वैशाख आयो भने चाहिँ नयाँ वर्ष मनाउन मन लाग्ने, ल नेपालमा असार लाग्यो अरे भनेपछि गएर चिउरा खोज्न जान मन लाग्ने, नेपालमा त्यो भदौ लाग्यो अरे भनेपछि राम्रो साडी लगाउन मन लाग्ने, र नेपालमा लोसार
आयो रे भनेपछि यहाँ पनि मनाउन मन लाग्ने त्यस्तो हुन्छ कि हुन्न भन्नुहोस् त हुन्छ नेपालको झल्को लाग्छ र त्यही झल्को भेटाउन हामी आएको छौँ नमस्ते सबैजना सबैले एउटा गीत गाएको थिएँ म पनि जापानमा एकचोटि कार्यक्रममा जाँदाखेरि त्यहाँ बसेर एउटा गीत गाएको थिएँ ठुला ठुला समुद्र छ खोली भेटिँदैन मुलको पानी खाए जस्तो तिर्खा भेटिँदैन यस्तै छ कहानी परदेशीको किन त पाइन्छ पानी फ्रिजको अनि हावा एसीको तर तिर्छामा भेट्दैन गाउँ बेसीको यो गीतबाट आजको आफ्नो प्रस्तुति सुरुवात गर्न चाहन्छु 7 मिनेटको एउटा गीत ट्र्याक छ 7 मिनेट होइन जब 7 मिनेट हामी साँच्चै परदेशमै छौँ भनेर एकचोटि देशलाई सम्झौँ है त हुन्छ हुन्छ भइहाल्छ नि भइहाल्छ एकचोटि देशलाई सम्झेर यो 7 मिनेट मलाई समय दिनुहोस् है त ट्र्याक नम्बर 1 परदेशी मिक्स भन्ने छ यहाँ सबैजना पहिलोपटक इजरायलमा आएको छु एकचोटि सबै ताली बजाएर आशीर्वाद दिनुपर्छ सायद हाम्रो नडाटेर भन्नुपर्दा परदेशमा बस्ने मन कसैलाई पनि हुँदैन हाम्रो देश राम्रो भएको भए यहाँ आउनु पर्दैन थियो होला देशमा जहिले पनि पीर छ त्यो पीर देखेर मैले हो नि 2 लाख पीर गाउने हो किन माइन्ड गर्नुहुन्न नि त्यसै 2 लाख पीर सँगै गा भने रमाइलो गरौँला है त एकचोटि मसँगै गाइदिनुहोस् न त कस्तो हुँदो रहेछ है त बस्नीलाई पीर पारेर ताजसँग बाछा जानीलाई नजाऊ भन्न नसकिने रहेछ तिम्रो मायाले मलाई पीर दियो तिम्रो मायाले मलाई पीर दियो कमलो छाती चिर दियो तिम्रो मायाले मलाई पीर दियो 2 लाख पीर सँगै नाम अनि रमाइलो गरौँला है त ट्र्याक नम्बर 3 पीर
कस्तासँग हुने होला हामी दुईको बिहा सम्झिरहने सम्झाउँछ नजिस्काइन छ्याको कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ कुरा बुझ्नु पर्छ कुरा बुझ्नु पर्छ कुरा बुझ्नु पर्छ जसले माया गर्छ जसले माया गर्छ इजरायलमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरूका लागि ओके कुरा बुझ्नुपर्छ पैसा आफै कमाइहालिन्छ तर बुढो चाहिँ माया गर्ने रोजेर जान खोज्छ तपाईँले सबै चेलिएट गर्ने लागि सोशल मिडियामा पोस्ट गर्नेछु त्यहाँ कमेन्ट आउनेछ यति राम्रो नेपालीहरू कहाँ बस्छन् भनेर मैले के भन्ने सबैजना मोबाइलको लाइट अन गरिदिनु न त सबैजनाले म तपाईँलाई देखिन सबैजना ल त कस्तो देखिरहेको छ सबैले हेर सबैले यति हो सबैले फेरि चाहियो है फेरि डिजे होला ल सबैजनाको है त ओके ल सुरु गरौँ
भगवान रमुना गर्छु माया त्यो भन्दा गुना सजिलै मान्छ कुन फिल्मको डाइलग भएका छ पछि हे इजरायल आउँदा मन कस्तो कस्तो हो यतैतिर लम्बरला जस्तो गाउँदै आज दिन बित्यो साँझ प्रकाशले मन जित्यो खोजेको भने मैले एउटा गीत गाउन खोजिरहेको थिएँ केटाहरू नहसौँ केटाहरू नहसौँ खुसीदेखि हरूले त्यो बोझो जोस त हाम्रो छँदैछ नि है तर घाँटी पो सुक्यो र घाँटी त गयो मेरो त यहाँ आउँछ हाम्रो प्रकाश सपुत गाउनु परेको लिएर मेरो घाँटी सुक्यो आफ्नो बाटो लागि हात पर्यो आफ्नो बाटो लागि हात पर्यो बेबे मिठाई भेटा सबैको हैन भाइहरु के हो त्यसमा चाहिँ गलबन्दी छ ओके त्यसो लागेन ओके So, better go अगाडि चाहिँ दामी दामी केटाहरू हेरेको थियो बाले हो किन गर्छ हो किन दामी दामी केटाहरू
छोरीलाई नुहाउन पनि दुईजना आउनु पर्यो क्या यसको घरमा मिठो खान दसैँ आउनु पर्यो यो छोरीलाई नुहाउन पनि पूजा लाउनु पर्यो आयो मेरो बिस आयो मेरो बिस परिवारलाई थ्याङ्क यू रमा दिदी सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ तपाईँहरू पनि आइदिनु भयो आफ्नो अमूल्य समय छुट्याएर सो पुग्यो आजलाई पुगेन गलबन्दी के डाँडा गरे थ्याङ्क यू सर थ्याङ्क यू सबैजना नाच्छ है लास्ट है मेरो तर्फबाट गाडी ल सबैजना नाच्छ मैले जान्छु है त सबैजना है सकेर बाहिर निस्केको सबैजना घर जानलाई गाडी कुर्दै गाडी आउँछ होला सायद ए गाडी चाहिँ आउँदैन भन्ने यस्तो कुरा गर्दैछ नि त गाडी त के गर्नु ट्याक्सीमा जानुपर्ने